मैले माछा पारेर देखाउँछु भनेको थिएँ गाइजहरूलाई। माछा पारेर देखाएँ यत्रो 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 के हो डन पल्टेको तिमीहरू डन नचला भनेको होइन। हेर बिचरामा डराएर बसिरहेको छ त्यसरी। हेलो गाइज एन्ड गुड मर्निङ फ्रम द हाम्रो नेचुरल स्विमिङ पुल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। अनि खास गरी मैले चाहिँ हिजो बेलुका यहाँनिर फाँसी जाल लगाएको थिएँ क्या, अनि यहाँनिर निकाल्न गइरहेको छु। आज चाहिँ माछाहरू परेको छ मेरो विचारमा है, अनि त्यही निकाल्न आइरहेको छु। अब हामी यहाँ टक्क माछा निकाल्छौँ अनि हेर्छौँ है त। ल माछा आयो, माछा भन्छ भन्न प्लेनै छ। माछा आयो, माछा भन्नु देखा न। माछा आयो। कोसीमै हुने माछा नि यो त। अर्कै फेरि यो त कोसी अर्को माछा देखिसक्यौँ यहाँ अहिले बन्दाहरू किन भन्नु भन। अनि के अब जित्दाखेरि तलै बसेको छ मलाई, यहाँ त सबै अड्केर भएन नि। कहाँ तल हुँदैन यहाँ हो यहाँ त्यो ठुलो खोइ यस्तो दामी दामी माछा छ है। ठुलो खोइ भएको छ अहिले त्यो ठ्याक्क अड्केको मात्रै झन् भएको कुकुरलाई देख, कुकुर ऊ आएर खाना खोज्छ कुकुरलाई। पर्छ ऊ उनीहरू एउटा परिसक्यो देखिसके कुकुरले नदेखाइ एकैचोटि दुईटा यार अर्को त खाइसक्यो होइन मैले देखेँ नि माछा यो पनि अड्केकै रहेछ नि। यो नि भित्र मात्र छिरेको रहेछ। यो त झराउँदैन है। आज त थोरै भयो नि। अलिक पर जाऊ न, माछा मजाले देखाउनु पर, अलिक पर। भागवान छैन ऊ यहाँ तल के हो माछा। ए मलाई लाग्यो कि भागेको माछा त धेरै टल्पिन्छस् त अब तल पाल्ने हो, पेटमा पाल्ने हो, पेटमा लानुपर्छ। त्यो धेरै रातभरि हल्लिँदा गरेर त्यो यसको यही नै छ हिजो सबैलाई खाइयो, म त घर आइहाल्यो। कहिले खाएको छैन ए माछा। ए माछा त है फेरि किन चलाएको तल कराउने बित्तिकै आइहाल्दो रहेछ नि माछा देखा। ए आज पनि मैले माछा पारेर देखाउँछु भनेको थिएँ गाइजहरूलाई। माछा पारेर देखाएँ यत्रो यत्रोसम्म माछा छ क्या हाम्रो खाडीमा। खाने 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 ल ल यसलाई ल अर्को तान्नु यति भइसक्यो अहिलेसम्म देखा न यति भइसक्यो अहिले तान्नु भएको छैन। एउटा यत्रो छ अनि त्यो सानो छ यो अनि एउटा सानो माछा छ त त्यो झिङ्गे जस्तै त्यो जिनिस नै सानो माछा झिङ्गे जस्तै सानोलाई त सानो यो चाहिँ मरिसकेको छ।
सानोमा छ टिप्दिन्न पर्खिने एकछिनमा यो फेरि जाल हालिदिनुपर्छ यति उति यो जाललाई यहाँ लगाइदिन धेरै अनि यस ओए माछा 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 यसलाई फेरि खाउँ माछा फेरि अर्को आयो नखानु त खाइ सक्दिन उयो त्यो बोतल हो नि उयो यो चाहिँ फेरि कसको कुकुर हो हामीलाई पछ्याएकै छ हाम्रो चाहिँ जिरे यहाँ ए जिरे नचला यसलाई नचला है यो नयाँ कुकुर हो डराइरहेको छ नयाँ ठाउँमा होइन डराइरहेको छ क्या तपाईँहरू पाल्नु यसलाई होइन अब यो खोइ कता जान्छ कि जान्छ हामीसँग आइस ल आइस ओए छोड्दैन ए नचला ए आइज ओए छोडिदे ओए त जा छे ए छोरी यहाँ आइज यता आइज ओए जिरे किन तिम्रो डन पल्टेको झन् त्यसलाई नचला झन् तेरो त्यो नयाँ गाउँमा आएको हो भनेर म भनिरहेको छु त्यो के हो डन पल्टेको तिमीहरू झन् नचला भनेको होइन हेर बिचरामा डराएर बसिरहेछ त्यसरी तिमीहरू चाहिँ डन पल्टिने हो डन पल्टिन्छ झन् नचला भनेर अघिदेखि म त कराएर राख्छु तिमीहरूलाई घटाहरू धेरै उयो नहो है डन्डै खाइदियो है दुलो पारिसकेको रहेछ अब एउटा जालमा हेरियो कति पर्छ अब अर्को जालमा हेरौँ है त अर्को जालमा हेरौँ कति माछा परेको रहेछ है यो जालमा पनि परेको रहेछ यहाँ एउटा छ उहाँ एउटा हल्लिँदैछ उहाँ एउटा मरेको छ पर्ख न यसरी नै परेको रहेछ पर्न चाहिँ है ल पक्रिदियो यहाँ पर जस्तै म त झन्डले ऊ परेछ त्यही परेछ होइन रहेछ दुईटा एकचोटि सुरुमै छोइन हान्नुभएको थियो नि एकैचोटि यहाँ नि यहाँसम्म त यहीँदेखि सुरुदेखि नै परेछ नि यहाँ जाल यहाँ देखाएको यहाँदेखि सुरुदेखि नै परेछ यो छ नि पहिले सुरुदेखि नै धाराई यो त ठिक्क अड्केको मात्र रहेछ नि त यो पकड्दै ल कि तल यहाँ पकड ल क्यामेरामा यस्तरी हात नलग्नु ल ल्याउ यहाँ चाहिँ माछा छ छिटो टिप्नु न छुनु हुँदैन यसलाई मार्नुपर्छ त्यही भएर हामीहरू अब मार्न आँटेको त्यसरी मार्ने मार खुनायो पक्लकै पार पक्लकै मरो त्यसपछि यस्तो चिप्लो हुन्छ यो माछा देख्न सक्नुहुन्छ साथीहरू हेर्नु त यस्तो चिप्लो हुन्छ लुटाउन छोड्न म माथि छोड यसको बाजे मर्न यसले चाहिँ टाउको खप्पर ला टोक्ने भएको होइन भयो त्यो काँडै काँडा माछालाई चाहिँ देखा अनि बिजाउनु निकाल्नु नि अप्ठ्यारो दुईटा कुकुर आयो अब चाहिँ साथी बनेछ साथी बन्यो एउटा सानो छ नि त्यो उयो सानो त मरेको तेल चाहिँ हुँदैन है गाइस यहीँदेखि नै परिरह अर्को चाहिँ यो चाहिँ मरेन त अरू चाहिँ तान्नु न अर्को यस्तै माछा परेछ यो चाहिँ ल कहाँ गएको त्यो यता निक्ली झोला थाप्नु यसलाई चाहिँ छोडिदिउँ न यो के अरे अघिदेखि खाना खोजिरहेको छ यसलाई लु खा त लु कति खाँदो रहेछ खाना कुर्छु नि फेरि भक्कु भक् छोडिदिउँ न खाँदो रहेछ त यार अनि
मैले मासु दिएको मारिदिनु पक्लो गाना तँलाई अघिदेखि मैले त सबै मासु दिएको खाएन खायो छैन खाएन छैन त सबैले अघिदेखि के लप गरेको त्यो खा तँलाई कुकुरले नै देखाउनु खाएन टिप्नुपर्छ नि उयोलाई त उयोले खान्छ कि ओइ यसलाई उस चाटेको यो खाएको खाइछ है यसलाई डर भयो कि चिप्लो छ नि त चिप्ली खाएको खाइछ अर्को चाहिँ सारी गरेको ल अर्को माछा पऱ्यो यो त अड्केर भएन यसलाई आन्द्रा निक्लिसकेछ ल निकाल्दाखेरि गाइजी आन्द्रा निक्लिसकेछ त्यो रातो निक्ल्यो हो यहाँ हाल्ने हो एउटा थप्नु हान्छु कि पक्लक्कर हालिदियो नि ए यति परिसक्यो अब खोइ त प्लास्टिक मात्र खा त यति परिसक्यो तल एक दुईवटा देखा ल उठाउनु बसिरहेको छ त्यो नयाँ कुकुर यसले पनि हामीलाई पछ्याइरहेको छ अनि त्यो योले अब त्यसलाई मैले एउटा माछा दिएको छु त्यसले अब रिसिरहेको छ काका यो त हेरिदिँदाखेरि यसलाई पनि एउटा दिउँ न के दिनु त्यसलाई माछा नै दिउँ न त एउटा ए पर्रो नि अहिले म त्यसलाई खोसेर दिन्छु माछा दिनु ए यो माछा पर्यो थाहा लक्की हालिम अझै अब जहाँ हेरौँ माछा पर्छ त हौ तर यहाँ त्यो कालो छ नि धेरै ठुलो त्यही यो माछा उता पर्र पनि परेछ होइन होला हाँसी जालमा त सर्प सबै पर माछा र कत्रो उहाँ त कत्रो यी माछा त कत्रो परेछ है सर्प जत्रै सर्प हान्दै थियो बनाहरू सर्प चाहिँ कसरी निकाल्ने जिमा खराब हुने रहेछ काटौँ काटेर फ्याँक्दिने पाप लाग्छ यसो त सर्प चाहिँ यो देशको चाहिँ को हो भोगन यो माछालाई चाहिँ सुरुमा जिज्ञानु के माछा खोइ यो चाहिँ यो चाहिँ बन्द गरौँ अब जिग्दाखेरि चाहिँ बन्द गर्छौँ प्ले गर्न हेर त गाइजहरू यत्रो माछा परेछ हात्ती नछोप्ने सर देखाइदिनु हेर त यत्रो माछा परेछ यो भन्दा त यहाँ नर्को सम्झिनु त यो हो नि यिनीहरूको ठुलो त के छ नि माछा चाहिँ अहिले यति परिसक्यो ठुलो खोइ यो सबसे भन्दा यहाँको सबसे भन्दा ठुलो यहाँको सबसे ठुलो यस्तो चाहिँ यहाँ उफ्रिँदैन होइन सरबार चाहिँ के गर्ने हौ फ्याँक्दिने नगर्नु सरबार सुतेको पनि हुनसक्छ यो त मरिन्छ होला नि यसलाई कति चुप लागेको ठाउँमा बस्नु हुँदैन गुजुक त चिप्लो हुन्छ नि गाई यो माछाहरू यसको यो के हो यो काँडा हो यो पछाडि हो यो माछाको नाम चाहिँ सिङ्गे माछा भन्छ क्या हेर्दाखेरि ट्याक्कै मुङ्ग्री माछा जस्तो देखिन्छ तर सिङ्गे माछा हो यो सिङ्गे माछा चाहिँ यो तपाईँहरूले देख्नुहुन्छ यो यसको काँडा हो यो देखा त यो काँडा हो यो यसले छुयो भने यस्तो पोल्छ त्यही भएर यो माछा कस्तो डेन्जर हुन्छ क्या तपाईँलाई पनि परेको छैन मलाई सानोमा कति टोकेको रहेछ अहिले यो मरिरहेको छ होइन यो मरेर पनि यहाँ यसरी हल्का छुयो भने नि यस्तो पोल्छ उहाँहरू माछा हो उहाँहरू त माछा मरेको कि जिउँदो जिउँदै हो नि जिउँदै हो म देखा त भिडियो देखा त उयो जुम गरौँ म ढुङ्गा लान्छु ल पर ह्याङ्दा त्यसको पछाडि माछा उहाँ छ लाग्यो नि लाग्यो त्यो चाहिँ कहाँ गयो ढुङ्गाले त खिचेन नि यता यो त्यो पछि फ्याँकिहालौँ त ल यो त्योभन्दा चाहिँ थोरै सानो रहेछ नि
मेरो खुट्टामा टोको नि छैन है यो भयो हैन न त्यो माछा त होइन नि के माछा हो? ल आज दुईटा सर्प खाएर अगाडि भयो मेरो तर्फले यही चाहिन्छ यहाँ त लक्यो हो लकी त चाहिँ या त उयो माछा हेर्दै गर यहाँ उता गएर माछा हेर्दै गर्दै बोला है माछा देखि भने के यहाँ हेर्नु गाइस केही खाइरहेछ ऊ यहाँ सुताइदिनु त सक्यो अब गाई चाहिँ बल्छ्यो भने सक्यो ए दुईटा सर्प हेर्नु यहाँ एउटा छ अनि ऊ यहाँ एउटा छ यसले चाहिँ केही खाइरहेछ है गाई चाहिँ यसले केही खाइरहेछ है गाई चाहिँ अर्को सर्प परेछ अर्को पनि सर्प परेछ हामीले त सर्प माछा भन्दै सोचेको यो त के निक्ल्यो जोडी देखाइदिउँ अर्को जोडी यो चाहिँ हेर्ने एउटा माछा कत्रो यसको जोडी अनि अर्को जोडी देखाइदिन्छु अहिले भर्खर देख्नु नि अनि यो जोडी दुईटा जोडी मिलेछ यो पत्याउनु भएन भने यो एउटा जोडी होइन अब तपाईँलाई म यही यो सर्पलाई चाहिँ अब व्यवस्थित गर्नुपर्छ जता पाए त्यतै फाल्नु हुँदैन त्यही भएर हामी नभए पाप लाग्छ होइन के को पाप लाग्छ अनि के त पछि मर्छ यहीँ यसो काँडा हुन्छ अब यो त हिँड्ने बाटो होइन हिँड्ने बाटोमा यसरी सर्पहरू जता पायो त्यतै फाल्नु हुँदैन यसलाई व्यवस्थित पर जङ्गलतिर बास घारीतिर फ्याँकिदिनु ल ल के आऊ यसको मलामी को जाने हो मलामी मलामी भनेको मलामी यो अब यो मर्यो नि त यसलाई गाड्न लानुपर्छ जानु ल कि माछाले मलामी मलामी जाने ल ल्या मलामी जाने त रुनुपर्छ त रुने जेरो उहाँहरू देखिनस् कत्रा 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 होइन त्यहाँ माछा थियो नि त खाना यिनीहरूले नै खाएका रहेछ बुझ्यो ल यत्रो यत्रो सर्प परेको छ है अब यो सर्प हेर्नु त गाइजहरू यति माछामा दुईटा बल्छीमा दुईटा के अरे एउटा जालमै दुईटा माछा के अरे सर्प परेछ क्या अनि ढुङ्गाले हान्न पक्कै 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 माछालाई पक्लक मलाई हान मलाईले हान्न हान उहाँ छ कि माछा एकछिन भिडियो एकछिन अलिक छोड त ल पक्लकै हान त कहाँ छ उहाँ छ उहाँ पर उहाँ ए त्यो तिमीहरूले हान्छ छोड ल हिँड ल यो कुन चाहिँ के अरे केटाहरू यार यस्तो नगर न यार बियर खाने अनि यसरी बाटोमा जतापाति फालिदिने नगर न अलिक तिमीहरूले गरेको कामदेखि लिएर यो यता त केटाकेटीहरूले के सिक्छन् यो स्विमिङ पुलमा यो केटा उयो बदल बोक त उहाँ पर लगेर फालिदिनुपर्छ मान्छेले फुटारै अलिक राम्रो राम्रो काम गर क्या नराम्रो काम राम्रो काम गर्दा आउँदैन भने यस्तो नराम्रो कामहरू पनि नगर राख्ने त गर्नुपर्छ कि फुटाउने त होइन नि त यस्तो पब्लिक प्लेसमा आएर फुटाउने जता पायो त्यतै छोड्ने त्यो कसले फुटाएर रिस उठ्छ यस्तो कुराहरू देख्दाखेरि पनि यहाँ कसले यो खोलामा कसले जाड रक्सी खाएर फुटाएर मेरो खुट्टा काटिदियो मेन कुरा त खोलामा यसरी पब्लिक ठाउँमा आएर जाड रक्सी नखाने खाए पनि व्यवस्थित गरेर खाने अनि तिमीहरूका बाउहरूले नोकर राखिदिएको छ यहाँ सफा गर्नलाई हो त्यो त राखिदियो जता खायो त्यतै फालेको छ मुलाहरू ए मलाई पनि पर्खेन ए पर्खे भनेको कत्रो छिटो कुदेको है पर्खिँदै केटाहरू चाहिँ सर्प हेर्न जाँदैछ आज चाहिँ लगभग यति माछा मारिएछ हामीले त्यो जालमै फाँसी जालमै अड्केर पर्दाखेरि यत्रो यत्रो पर्दो रहेछ क्या माछा हामी जिउँदैछ अझै अनि यहाँ तपाईँलाई अर्को कुरा के देखाउँछु भने
यो त्यो खाएको यत्रो यत्रो माछा यत्रो यत्रो पर्ने है तर माछा राति नै किनले खाइदिने क्या अनि यो माछा चाहिँ यसो खानुहुन्छ लोभ लाग्यो फाल्नलाई यो पक्कै पनि के अरे कछुवाले खाएको हुनुपर्छ यो गएर गएर यस्तो एउटा सर्प देख्नु भएन यत्रो मुन्टो छ जालीमा अड्किँदो रहेछ जालीमा सट्ट अड्किने अनि त्यस पछाडि चाहिँ केले टोकेर खाइदिने क्या अब रातभरि त हो खाइदिने गर्दो रहेछ माछा चाहिँ पर्ने रहेछ टन्निने माछा चाहिँ पार्न सकिँदो रहेछ तर बचाउनु नसकिँदो रहेछ क्या तर केले खाने अहिलेसम्म मलाई फिक्स भएको छैन अब यसको लागि नै पुरै अनुसन्धान गरेर म तपाईँहरूलाई अर्को भिडियोमा देखाउने छु तर माछा चाहिँ केले खाने पुरै आधी मात्र कुनैको टाउको मात्र लगभग 4-5 वटाको त्यस्तो भएको थियो होला 4-5 वटाको चाहिँ माछा पुरै त्यसरी सकाप पारिदिएको थियो अनि बाँकी रहेको माछा चाहिँ लिएर जाँदैछु म ल आजको भ्लगमा सहयोगकर्ताहरू हुनुहुन्छ एकजना हुनुहुन्छ लक्की श्रेष्ठ अनि अर्कोजना हुनुहुन्छ सुदर्शन खत्री ल सुदर्शन खत्री आजको भिडियोमा के भन्न चाहनुहुन्छ तपाईँ के भन्न चाहन्छस् क्या त आज केही भन्दिन कस्तो लाग्यो तँलाई आज माछा मार्ने राम्रो लाग्यो अलिक मजाले भन्न त दामी लाग्यो होइन अब हामी आज खास गरी मर्निङ वक गर्न आएको थियौँ होइन भनेर माछाको खतरा आज भयो होइन त लक्की श्रेष्ठलाई कस्तो लाग्यो त राम्रो लाग्यो रमाइलो लाग्यो ल मलाई पनि एकदम मजा लाग्यो आज मैले सोचेको भन्दा बढी माछा पर्यो अनि मैले हिजो थापेको थिएँ हिजो चाहिँ हल्का नरमाइलो लाग्यो किनकि सोचे जस्तो परेन एउटा माछा परेको थियो त्यहाँ एउटा भाइलाई दिएँ आज चाहिँ सोचेभन्दा बढी पऱ्यो लगभग 2-2.5 केजी नै पऱ्यो तपाईँहरूलाई अहिले देखाउँछु म अनि देखाइ पनि सक्यौँ अनि त्यहाँनिर चाहिँ माछाको सट्टा माछाको सँगसँगै सर्प पनि पर्थ्यो क्या अनि त्यसमा चाहिँ हल्का भाइहरू डरायो यहाँ यहाँ फाकेको भाइहरू डरायो हल्का सर्प पर्दाखेरि चाहिँ ल ठिक छ अब आजलाई हामी माछा लिएर जाँदैछौँ अब घरमा लगेर एकदम पोरपार गरेर भिडियो अहिले आउँछ अनि त्यसको लागि अब अहिलेलाई हामी भ्लगहरू यहीँ अन्तिम गरौँ तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ कमेन्ट गर्नु होला अनि कृपया नयाँ हुनुहुन्छ भने च्यानललाई नयाँ यसो आइपुग्नु भएको छ भने सब्सक्राइब पनि गर्नु होला हाम्रो भ्लगमा चाहिँ यस्तै गाउँको अर्ग्यानिक भिडियोहरू भ्लगहरू आउँछ त्यसको लागि चाहिँ सबैले सब्सक्राइब गरिराख्नु होला हस् त ल धन्यवाद।